यो सिर्फ गर्नु मात्रै होइन है र फेसबुक र यो रिल्सहरूसम्म मात्रै सीमित नभएर यसलाई यथार्थमा बदलिनुपर्ने छ। हाम्रो बारी हाम्रो बाली दक्षिण सिक्किम नाम्ची जिल्ला अन्तर्गत तिमी नाम्फिङ निर्वाचन क्षेत्रको 12 नाम्फिङ ग्राम प्रशासन केन्द्रले मिडल नाम्फिङ वार्ड स्थित बाँझो जमिनमा खेती पुनः सुरु गर्ने यो पहल सुरु गरिसकेको छ। सिक्किम सरकारका सम्माननीय मुख्यमन्त्रीको दृष्टिकोणबाट प्रेरित बनेर हाम्रो बारी हाम्रो बाली अन्तर्गत मकै र अदुवाको खेती सुरु गरिसकेको छ। 12 नाम्फिङ जिपियु इकाइका पञ्चायतका अध्यक्ष महोदयदेखि लिएर सम्पूर्ण सदस्यगण सम्पूर्ण नाम्फिङ जिपियु परिवार नै यस कार्यको निम्ति जुटेका छन्। ग्राम प्रशासन केन्द्र भित्र पर्ने खेती नगरिएका जमिनहरूमा पुनः खेती गर्न मानिसहरूको मनस्थितिलाई माटोसँग जोड्न युवा वर्गहरूलाई पनि खेतीमा प्रोत्साहन गर्न हाम्रो बारी हाम्रो बालीको मुख्य उद्देश्य रहेको छ। हामीले यो जुन हाम्रो बारी हाम्रो बाली भनेर यो अभियान धेरै अघिदेखि नै हामीले सुरुवात गरेको थियौँ र आज जुन यो दृश्य देख्नु हुँदैछ, जुन यो मकैहरू देख्नु हुँदैछ, यो अदुवाहरू अति नै राम्रोसँगले आइरहेको छ है। यो हामीले अघिबाट नै हाम्रो सम्पूर्ण माननीय पञ्चायतगण र यसरी सम्पूर्ण स्टाफहरूको एउटा तपाईँको हाम्रो एउटा सोच, एउटा हाम्रो जुन लोकल सेल्फ गभर्मेन्टले पनि एउटा हामीले एउटा इनिसिएटिभ लिएको थियौँ, एउटा पोलिसी हामीले फ्रेम गरेको थियौँ रिगार्डिङ यो ब्यारल ल्यान्डहरू जति पनि छ अनि जुन हाम्रो वर्क कल्चर छ, एग्रिकल्चरको जुन वर्क गर्ने एउटा कल्चर छ त्यसलाई पनि हामी कति कुराहरूलाई हामी रिभाइभ गर्नुपर्छ र हाम्रो जति पनि आउने युवा पिँढीहरूलाई पनि हामीले एउटा इक्जाम्पल सेट गरौँ, एउटा उदाहरण हामीले सेट गर्नुपर्छ भन्ने हेतुले र त्यो सँगसँगै हाम्रो सिक्किमको सम्माननीय मुख्यमन्त्री महोदयको पनि एउटा परिकल्पना रहेको थियो। सिक्किममा अब चाहिँ हामी जुन अर्ग्यानिक जति पनि छ, अर्ग्यानिक हाम्रो सागसब्जीदेखि लगेर जति पनि चिजहरू उत्पादन हामी अब सिक्किम आफै नै निर्भर हुनुपर्छ। सिक्किम आजको दिनमा सिक्किमले आजको दिनमा हामी उदाहरणीय संसारमै हामी चिनाउनुपर्छ भन्ने एउटा उहाँको एउटा परिकल्पना पनि रहेको छ र त्यसरी नै हाम्रो क्षेत्र विधायक पनि यो कुरामा धेरै नै अग्रसर हुनुहुन्छ र साथसाथै हामीले जति पनि यहाँका जति पनि हाम्रो लोकल सेल्फ गभर्मेन्टमा हामी जोडेका जति पनि हाम्रो माननीय पञ्चायतगणहरू हुनुहुन्छ र उहाँहरू सम्पूर्ण नै आज लागि परेको छन् र त्यसले गर्दाखेरि नै हामीले यो हाम्रो फर्स्ट फेज जुन रहेको थियो हाम्रो बारी हाम्रो बालीको यो अभियानमा र हाम्रो दोस्रो फेज पनि हामी सुरु गर्ने आँटेको छौँ है। त्यसको लागि हामी लागि परेको छौँ अनि एउटा कुरा के हो भन्दाखेरि चाहिँ यो सिर्फ गर्नु मात्रै होइन है र फेसबुक र यो रिल्सहरूसम्म मात्रै सीमित नभएर यसलाई यथार्थमा बदलिनुपर्ने छ र त्यसले गर्दाखेरि यसलाई लङ टर्म सस्टेनेबल एउटा पोलिसिज हामी एउटा हाम्रो तहबाट पनि लोकल सेल्फ गभर्मेन्टबाट हामी एउटा सुरुवात गरौँ भनेर हामीले यो सुरुवात गरेको छौँ र आउने दिनहरूमा अझै पनि विभिन्न योसँग धेरै योजनाहरू जोडेका छन् जस्तै फुड ब्याङ्क सिस्टमहरू पनि हामीले त्यो पोलिसिजहरू पनि हामी सुरुवात गर्ने होइन अनि सिड ब्याङ्क सिस्टमलाई पनि हामीलाई इन्क्लुड गरेको छौँ। यसलाई लङ टर्मसम्म लैजाने भनेर हामीले कोसिस गरेको छौँ। एउटा अहिलेसम्म चाहिँ अब यसको आउटपुट रिजल्ट चाहिँ भविष्यमा हामीले पाउँछौँ होला, तर अहिले चाहिँ हाम्रो एउटा कोसिस चाहिँ हामीले गरिरहेको छौँ। ठिकै खाने बेला भएको रहेछ होइन, यो चाहिँ राम्रो हुन्छ, यो पहेँलो मकै चाहिँ राम्रो हुन्छ। एकदमै नमस्कार छ है अनि हार्दिक बधाई अनि शुभकामना तपाईँले जति पनि यस्तो युनिभर्सल कन्सेप्टलाई क्रिएट गरेर यसरी फिल्डमा लगाउनुहुन्छ, यो अति नै उदाहरणीय र इन्सपायरिङ छ है।